र नमस्ते र शुभ बिहानी सबैलाई। र आज हामी कुदुम बिजनबारीदेखिको गोक्समै हामी यहाँ आज कुद्नु आइरहेको छौँ। तर आज चाहिँ हाम्रो विशेष गरी एउटा ट्रिब्युट रन हो। र तपाईँहरूलाई थाहा नै छ कि चाहिँ हाम्रो एकदमै प्यारो एउटा माउन्टेनियरिङ दाजु निर्मल टुर्जा नाम उहाँको, र मायाले उहाँलाई निर्मल दाई निम्स दाई भन्ने हामी जुन चाहिँ गर्थ्यौँ। उहाँको हालैमा एउटा जुन चाहिँ माउन्टेनमा एउटा पर्वतमा उहाँ चढ्दै गर्दाखेरि पाकिस्तानको ब्रड पिक भन्ने माउन्टेनमा उहाँको देहान्त भयो। र उहाँलाई एउटा सम्मान गर्दै आजको हामीले एउटा छोटो रन यो बिजनबारीदेखि गोक्समै आएको छौँ। र उहाँको बारेमा के भन्नुपर्दा उहाँ नेपाल साथै युके को पनि एउटा नागरिक हुनुहुन्थ्यो। र यस पर्वत चढाइमा जानुभन्दा अगाडि उहाँ ब्रिटिस आर्मीको पनि एउटा विशेष टुक्रीमा एउटा टोलीमा एउटा मेम्बर हुनुहुन्थ्यो। र उहाँले 6 महिना र 6 दिनभित्र विश्वभरिको 14वटा जुन चाहिँ 8000 मिटरभन्दा माथिको जुन चाहिँ पनि पहाड पर्वत छ, जस्तै केटु, लोत्से, एभरेस्टहरू, उहाँले सबै यो पहाड पर्वतमा चढिसक्नु भएको थियो। र यसरी नै अब यो एडभेन्चर स्पोर्ट्स भन्ने कुरालाई केही पनि हामी भन्नु सक्दैनौँ। र यसरी नै उहाँको विगत दिनमा उहाँको देहान्त भयो। र उहाँलाई सम्मान जनाउँदै हामी यो बिजनबारीको सानो कुदुम बिजनबारीले चाहिँ बिजनबारीदेखिको यहाँ गोक्समै एउटा सानो दौरमा आएको हो। र यस दुःखको घडीमा हामी सबैजना उहाँको परिवारसँग साथमा छौँ। र हामी उहाँको आत्माको शान्तिको लागि उहाँलाई आफ्नो प्रार्थनामा सन्चौँ।